सो देख्न सक्नुहुन्छ म चाहिँ आज 4K अल्ट्रा एचडी क्यामेराबाट चाहिँ भिडियो सुट गरिरहेको छु। के कस्तो क्वालिटी आइरहेको छ तपाईहरुले देख्न सक्नुहुन्छ। अहिले चाहिँ मैले रातिको टाइममा सुट गरिरहेको छु। सो तपाईहरुले देख्न सक्नुहुन्छ मैले माइक पनि युज गरिरहेको छु। सो यो चाहिँ मैले यो भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ अल्ट्रा 4K एचडी क्यामेरा रहेको छ, जुन चाहिँ बजेट क्यामेरा भनेर हामीले चिन्छौं। जुन चाहिँ यो चाहिँ एक्सन क्यामेरा हो, जुन चाहिँ मोटो भ्लगको लागि चाहिँ एकदमै काम दिने गर्छ। यो चाहिँ बजेट एक्सन क्यामेरा रहेको छ। सो तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ मैले सुट गरिरहेको छु 4K अल्ट्रा एचडी एक्सन क्यामेराबाट। सो देख्न सक्नुहुन्छ क्वालिटी यस्तो रहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ मैले माइक पनि युज गरिरहेको छु। यसको साउन्ड क्वालिटी के कस्तो छ तपाईहरुले हेर्न सक्नुहुन्छ है त गाइज। सो अब तपाईहरुले चाहिँ मेरो च्यानलमा र फेसबुक पेजमा तपाईहरुले चाहिँ अब मोटो भ्लग हेर्न सक्नुहुन्छ। एकदमै बवाल आउने छन्। सो यो लाइटिङ कन्डिसन यस्तो रहेको छ। सो अलिकति टाढा देखाएपछि यस्तो देखिन्छ, यो देख्न सक्नुहुन्छ यस्तो रहेको छ। सो अब चाहिँ यसरी मोटो भ्लग चाहिँ आउने गर्छ यो क्यामेराबाट सुट गरेको। सो देख्न सक्नुहुन्छ यो चाहिँ 170 डिग्री को चाहिँ वाइड एंगल क्यामेरा रहेको छ। यसको चाहिँ यसमा चाहिँ तपाईहरुले चाहिँ 4K 30 fps मा खिच्न सक्नुहुन्छ, 1080p 60 fps मा अरु अप्सन पनि रहेको छ। यसमा चाहिँ मैले यो टेस्टिङ मात्र गरिरहेको छु के कस्तो क्वालिटी आउँछ भनेर। भोलि चाहिँ मैले बाइक चलाएर नै बाइक चलाउँदै मोटो भ्लग गर्ने छु हैन। त्यो कस्तो देखिन्छ बाइकमा बसेर चलाउँदाखेरि, कतिको वाइड एंगल कतिको कभर गर्छ हैन, रोडदेखि लिएर साइडको जुन हुन्छ भ्यू एंगल कतिको कभर गर्छ त्यो पनि तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ भोलि। सो अहिले चाहिँ राति भइसकेको छ। म चाहिँ बोलिरहेको छैन, बोल्न मन लागिरहेको छैन हैन। बोल्न मन लागिरहेको छ, बुझाउन मन लागिरहेको छ।
देखि नै लास्ट डर लाग्छ मलाई कहिले काहीँ त्यो कुदिरहेको बेला होइन कुद्दै आएर पुग्न आउन खोज्छु कि अहिले त त्यही लग्यो नि पहिला गाइस यो भेरी खोलाको पुल हो भलक्कै लागि आएर आएको थियो है त्यो नम्बरकै लागि यहाँ गएर एउटा प्रथमबाट लिएर जान्छु लिएर अब जमिन आएको बस्दा पाइँदैन होइन निस्केको अब जाँदैछु बस्छु होइन उता बस्छु त्यसपछि जानुपर्छ घर अब म चाहिँ अब दुध हाल्दैछु झोलामा यो काउ मिल्क लगाउने रहेछ भन्छ घरमा काउ मिल्क है यो हालौँ 3 प्याकेट इनके 3 पैकेट काउ मिल्क 3 पैकेट मनदन छ भने टुथपेस्ट दिनु न यता सानोमा 30 पैकेट 180 कतिको छ अरू बढीको भने कतिको कुन वाला हो कोलगेट हो कोलगेट मैक्स फ्रेश भनिआएको छ नि त्यो छैन जेल जस्तो के क्लोजअप भयो नि हुन्छ उ त्यहाँ छ त क्लोजअप
रेडमा हो त्यो कति हो र त्यसको त्यो सानो छैन 100 रुपियाँमा आउने होला नि त भइहाल्यो त्यही दिनु घरतिर लाग्यौँ घर आइसके है घर पुगिसके गेट खोलौँ बाइकलाई भित्र हालौँ